यो चाहिँ हाम्रो रुकुम पश्चिमको सानीबेरी गाउँपालिकाको कार्यालयको नजिकै छौँ हामी यति बेला चाहिँ। तपाईहरु हेर्दै हुनुहुन्छ भने हाम्रो यो चाहिँ हाम्रो सानीबेरी गाउँपालिका वडा नम्बर 8 जाने पैदल बाटो अर्थात् गोरेटो बाटो हो। यो चाहिँ विगत योभन्दा 1-1.5 महिना अगाडिबाट यो काम सुरु गरिसकेका छन् केटाहरूले चाहिँ। हाम्रो युवा साथीहरूले 8 नम्बरकै साथीहरू हुनुहुन्छ प्राय जसो बढी चाहिँ, त्यसमा नि अलि तल्लो टोलको साथीहरू बढी हुनुहुन्छ। यो हामीले कुनै पनि पालिकाको वडाको कुनै पनि पैसा प्रयोग नगरेर हामीले चाहिँ आफै आर्थिक रूपमा देश विदेशमा रहनुहुने सम्पूर्ण साथीहरूले हामीलाई चाहिँ यो चाहिँ सहयोगी गरेर यो बाटो निर्माणको लागि हामीले अगाडि बढाइसकेका छौँ। अब तपाईहरु हेर्नुहुन्छ भने यो बाटो करिब हामीले 300-400 मिटरसम्म हामीले यस्तै ढलान गरेर माथिसम्म बनाइसकेको अवस्था छ। अब यति बेला मैले चाहिँ कुरा गर्न खोजेको यहाँनिर चाहिँ हाम्रो पालिका सरकार छ। यहाँबाट कम्तीमा पनि हाम्रो 500 मिटरको दूरीमा छ, तर उहाँहरूको अहिलेसम्म यो रोडमा यो बाटोमा कुनै पनि चासो गएको अवस्था देखिन्न। यहाँबाट यो बाटो हिँड्दै गर्दा माथि वडा कार्यालय पनि यो बाटो पुग्ने गर्छ। यो बाटो चाहिँ यहाँबाट हिँड्दै गर्दा हामी चाहिँ वडा कार्यालय पुग्नलाई चाहिँ हामीलाई यहाँबाट लगभग 4-5 किलोमिटरको अन्तराल जस्तो लाग्छ हामीलाई चाहिँ अनुमानित। अब यति बेला रुकुम पश्चिममा हामीले हेर्दाखेरि राजनीति यति नराम्रो तरिकाले चलिरहेछ कि गाली गलोज गर्ने र एक अर्कालाई घोच्याउने गिज्याउने काम भइरहेको बेला हाम्रो सानीबेरी गाउँपालिका वडा नम्बर 8 का केटाहरूले चाहिँ अब के काम गर्नुपर्छ, अब राजनीति गर्नुहुन्न है भनेर उहाँले चाहिँ नयाँ कामको सुरुवात गर्नुभएको छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु म चाहिँ। यो चाहिँ हामी विशेष गरी हाम्रो केटाहरू छन् प्रयास अहिलेमा माथि काम भइरहेछ, त्यो पनि देखाउँछु एकछिन। यो रोड चाहिँ हाम्रो ट्याक्कै अर्मा जाने बाटो हो। ट्याक्कै यहाँनिर हामीले अलिकति ग्याप पनि गरेका छौँ। यहाँनिरबाट हिँड्नेलाई चाहिँ वैकल्पिक बाटो नभएको कारणले गर्दा। त्यसपछि यो बाटोमा चाहिँ करिब हामी यो बाटोमा आउजात गर्नेको संख्या चाहिँ कमसेमा पनि 500 भन्दा बढी नै हुन्छन् दिनमा चाहिँ। एकदम हाम्रो 8 नम्बरको लागि सबै मान्छेहरू प्रयास हिँड्ने बाटो चाहिँ यो। यसको लागि हामीले चाहिँ अब आफै गर्नुपर्छ, सरकारले नहेरिछि भनेर चाहिँ यो काम अगाडि बढेको हो। बाटो चाहिँ यसरी नै हामीले अगाडि बढाइरहेका छौँ भने हाम्रो विशेष गरी हाम्रो साथीहरूले चाहिँ एकदम इमान्दारितापूर्वक काम गरिरहनु भएको छ। विशेष गरी त हाम्रो विदेशमा रहने साथीहरू र नेपालमा हुने हामीलाई सम्पूर्णले सहयोग गर्नुभएको छ। उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु। यतिले मात्रै नभई हामीलाई चाहिँ कुनै पनि पालिका सरकार वडा सरकार अहिलेसम्म पनि ध्यान नदिएको र हामीसँग समन्वय गर्न नआउँदाखेरि अझै पनि यो बाटोमा आर्थिक रूपमा चाहिँ सङ्कट त पर्ने नै छ। त्यस्तो हामीले सबैलाई अझै पनि हामी सहयोग माग्न सक्नेछौँ। त्यसको लागि नै हामीलाई श्रम गर्ने साथीहरू पनि कोही पनि प्रयास अलि पछिल्लो चाहिँ अलिक कम आउने गर्दा हामीलाई अलि सङ्कटै पर्छ भन्ने छ। हामी चाहिँ अब माथि हाम्रो चोकमा त्यहाँ साथीहरू हुन्छ काम गर्ने अहिले त्यहाँ एउटा हामी चाहिँ प्रतीक्षालय पनि बनाउँदैछौँ र एउटा धारो पनि बनाउने भन्ने कुरा छ। त्यहाँको विद्यार्थीहरूलाई प्रयास सानो भाइ बहिनी पनि हिँड्छन् धेरै विद्यार्थीहरू, तल बोर्डिङ स्कुल जाने माथिको मान्छेहरू, सानो बच्चाहरू प्रयास 3-4 वर्षदेखि नै माथि बाटोमा हिँड्ने गर्छन् होइन साथीहरू। त्यही भएर हामी चाहिँ अब एकैछिनमा माथि प्रतीक्षालय पनि बनाउनको लागि केटाहरूले त्यहाँ काम गरिरहनु भएको छ। त्यहाँ पनि हामी जाँदैछौँ है। बाटो चाहिँ एकदम राम्रो बनेको छ। सिधी हुँदाखेरि साथी बच्चाहरू पनि एकदम हिँड्नु भएको छ होइन। यहाँबाट चाहिँ हाम्रो यो चाहिँ हिजो नै बनाएको काम हो। यहाँ चाहिँ जाने आएको छ केटाहरू माथि काम गर्ने साथीहरू त्यहाँ उभिनु भएको छ अनि त्यो चाहिँ प्रतीक्षालय बन्दैछ त्यहाँनिर। म पनि त्यो पनि एकछिनमा देखाउँछु हजुरहरूलाई। हेर्नुहोस् यहाँसम्म हामी चाहिँ आइसकेका छौँ होइन। अलिअलि हामी चाहिँ यति मात्रै हामीले चाहिँ यो बनाइरहेका छौँ भने यो साथीहरू हाम्रो चाहिँ यो चाहिँ प्रतीक्षालय बन्दैछ है। यहाँ चाहिँ हामीले यो फाउन्डेसन पुरै तयार गरिसकेका छौँ। यहाँनिर चाहिँ केटाहरू त्यहाँनिर बस्नु भएको छ। अब लास्ट यहाँनिर चाहिँ अहिले प्रतीक्षालय बनाउनु भन्ने कुरो छ। त्यसपछि नि यहाँनिर एउटा धारो बनाउनु भन्ने कुरो छ। सकेपछि अब आर्थिकले धान्यो भने के अरे हो धान्दै धानेन भने त यो प्रतीक्षालयमै समापन हुन्छ कि भन्ने जस्तो छ। यति बेला तपाईँहरू हेर्न सक्नुहुन्छ यहाँ चाहिँ माथिल्लो हाम्रो बिचको गाउँबाट टोली चाहिँ कुनै पनि टोली चाहिँ उपस्थित छैन। हिजो एकजना हुनुहुन्थ्यो, आज चाहिँ कुनै पनि छैन। विशेष गरी तर टाउरेकै टोलीहरू सबै छ। ल 10-12 जना छन् होइन। के अरे र यो प्रतीक्षालय बनाए चाहिँ यहाँबाट चाहिँ पालिका चाहिँ राम्रोसँग देखिने अनुमान पनि गरिरहेको छौँ हामीले होइन। सिमली बजार पनि नजिकै छ। सिमली बजार हेर्नुहुन्छ एउटा टावर गएको छौँ सिमलीतिर। हाम्रो चाहिँ यहाँनिर प्रतीक्षालय बन्छ। हामी घर पनि हुने गर्छ एउटा होइन। यो छ ठाउँमा नजिकै पर्छ यहाँबाट हाम्रो सिमली चाहिँ। सानीबेरी गाउँपालिका कार्यालय चाहिँ यहाँनिर छ, नजिकै पर्छ। त्यहाँ मान्छेहरू घाम त पुरै मजाले बस्नु भएको छ यहाँनिर। त्यहाँ घाम पनि तातो लाग्छ भन्ने कुरो सुनेको छ हामीले पालिकानिर चाहिँ है। यस्तो एक दिन पनि हामी गएको थियौँ।
घाम तान्नुलाई चाहिँ पालिका चाहिँ मजा छ फेरि एकदम राम्रो भएको छ पालिका चाहिँ घाम तान्नुलाई चिसोको टाइममा घाम तान्नु यति दामी छ कि हुन्छ जिनिस होइन। ल साथीहरू आज चाहिँ यति छ। अब हामी चाहिँ अर्को दिन चाहिँ अब प्रतीक्षाले निर्माण भइसकेपछि चाहिँ हामी पुनः रुममा फेरि पनि हामी अर्को भिडियो बनाउँछौँ। अब सकियो लगाइज है।